हेलो गाइज वेलकम टु आवर भन्दा नि सेकेन्ड भ्लग होइन हाम्रो ग्रुपको भ्लग यो चाहिँ हाम्रो सेकेन्ड भिडियो पार्ट 2 फट्टुहरू छन् हाम्रो यहाँ होइन म चाहिँ होइन अरू सबै हो नाम थाहा अहिले म अहिले कपिराइट आइहाल्छ फेरि के गर्ने ओके गाइज अहिले एकछिनमा अरू अरू पनि भिडियोहरू आउँछ हेलो गाइज हाम्रो चाहिँ यहाँ पुरानो स्टुडेन्टहरू भेट्नु भएको छ के छ खबर तिम्रो कति स्याड भएको सबैजना अलिक मजाले हाँस न मजाले होइन हो यसरी हाँस्नुपर्छ होइन कति गाइज हुँदैछ यता हाम्रो यहाँ हाम्रो बच्चा बच्चीहरू यहाँ प्र्याक्टिस गर्दैछन् यिनीहरूले डान्स क्लासमा यो गर्दैन जब भयो राति अनि बुढी ताती हेर त यिनीहरूको जब भयो राति अनि बुढी ताती है ओए सलिना जस्तै म आउँछु यहाँ सलाम ठोक भन्छ अनि आएर यहाँ बनाउने यहाँ म यिनीहरूले बनाउने होला रेडी बनाउने कोसँग बनाउने मह कि साना मिसँग भन्नु यस्तो कहाँ हुन्छ आउँछ एकचोटि गर त रेडी ओके 5 6 7 गो सलाम ठोक ल है खोइ त यति हो आयो ओके ल सलिना तिमी भिडियो बनाइदिनु ल रेडी ल ओके ल गाइस भ्लगबाट यो चाहिँ म अर्को टिकटकको प्रमोद बस्ने 07 वाला आइडीमा जुन सेकेन्ड आइडी छ मेरो सेकेन्ड आइडीमा हाल्छु होइन फर्स्टमा हुँदैन गाइस होइन ओके ल गाइस ल रेडी गाइस हाम्रो ल हैमा बनाइसक्यो लट्ठी बोक्यो अरे हान्न चाहिँ कुट्न चाहिँ पाउँछन् कहिल्यै कुट्न पाएको छैन तिमीहरू त कहिले काहीँ यसो कुट्न पनि पाऊँ न होइन त्यही पनि तिमी त अस्ति पनि नकुटेको मात्रै होइन मैले कहाँ कुट्छु त हतार मानवीले त अघि देखिसकिने एउटा कुरा होइन कुकुर देख्नु भएन अघि मानवीले मासु के ए ओ के अरे 2019मा जाने सबैजना बेजातीहरू ओके गाइस त्यसै गरी म भित्र जाँदैछु यिनीहरूले एकछिन प्र्याक्टिस गर्दै गर्छन् अरे गाइस हामी चाहिँ सल्लाह बुनु र म अहिले यताबाट जाँदैछौँ बुनु नानीहरूलाई ल्याउँदा केही दुःख त परेन नि तिमीलाई अब हामी चाहिँ टक्कसँगले एकछिन बस्ने गर्ने नानीहरूको डान्सहरू गराउने ओर्ने अनि खाजासाजा खाएर जानु पर्ला भन्ने कुरा छ ओके होइन यस्तो छ यहाँभित्र छ हाम्रो हेर्न सक्नुहुन्छ हेरौँ यस्तो छ यस्तो छ गाइस यहाँ चाहिँ चुपचाप हेर कति ज्ञानी भएर बसेका आज यिनीहरू हल्ला गरेर भनेर खेल्नुहुन्छ नि सलिना औ सलिना कसले भन्यो अडिन्छ आडिन्छ तिमीहरू निकालेर नाच न हजुर ओके जुत्ता नफुकाउनु नाच्दिनु ल अब चाहिँ हामी नानीहरू अब रेडी हुँदैछन् होइन एकछिनपछि बेसी हुन्छ कलर चाहिँ कहाँ ल्याउनु सोह्र बुनु मोडर्न ओके अब प्रोग्राम सुरु हुँदैछ प्रोग्राम एकछिन बस्दै सुरु हुन्छ गाइस होइन हामी चाहिँ बसिरहेको छौँ हामीलाई आज दुधको दुध पानीको रूपमा हामीलाई आजको निर्णयको रूपमा हामीलाई साथ दिनुहुने म निर्णय मण्डलज्यूलाई म यहाँ अगाडिपट्टि डेस्कमा आसीन भन्दा पनि सुरुमा म यहाँ स्टेजमै बोलाउन चाहन्छु उहाँहरू दुईजनालाई उहाँहरू हुन्छ रुतुवा माई नगरपालिका
मा रहेको द सो डान्स स्टुडियोका प्रोप्राइटर डान्स टिचर उहाँ हुनुहुन्छ प्रमोद बस्नेत प्लिज उहाँलाई म स्टेजमा गाइजहरू चाहिँ हामी बाहिर छौँ फोटो खिच्ने फोटोसुटको लागि हाम्रो नानीहरू यहाँ छन् खाजा खायो भोक लाग्यो हाम्रो दुइटै हो हाम्रो दुइटै हो अर्को छ हो भरे खाने खाने सरप्राइज छ भरे ए डान्स राम्रो आउँछ तिमीहरूलाई भन्दा बढी मलाई भोक लागिरहेको के गर्नु स्वागत यहाँ हुन्छ यहाँ अब डान्स सुरु हुँदैछ मतलब भिडियोको लागि अनि यस्तै चल्दैछ स्वागत सर के छ भोक लाग्यो आयो खाजा अब म चाहिँ चियासा केही खाएर आउँछु होइन सुरु हुनुभन्दा अगाडि चियासा केही खाएर आउने नानीहरू चाहिँ भिडियो गर्दैछन् हेरौँ कति बोल्छन् गाइज हामी चाहिँ अहिले बाहिर जाँदैछौँ खाजा खानालाई हाम्रो के अरे मदन सर र म चाहिँ हो मदन सर के छ यता हेर्दिनु नि यार यसो भनिदिनु दुई चार शब्द भनिदिनु मेवा दामी छ अरे गाइज होइन यस्तै हो यो चाहिँ हाम्रो पार्ट 2 भ्लग हो पार्ट 1 भ्लग अपलोड भइसकेको छ यही च्यानलबाट यो न्यू च्यानल हो मेरो अनि यसमा पनि सपोर्ट गरिदिनु होला अर्को च्यानलमा पनि सपोर्ट गरिदिनु होला यो चाहिँ दुईवटा यो अर्को चाहिँ यो च्यानल पनि मैले मोनिटाइज गर्नको लागि मात्रै भिडियो हालिरहेको छु होइन हामी चाहिँ दमकमा छौँ गाइज यस्तै छ दमकको हिमज्योति इङ्ग्लिस बोर्डिङ स्कुल मदन सरबाट डान्स सिकाउने त्यस्तै लाग्दै थियो मलाई होइन मदन सरले दमक खानुभएको छ नि त सबै मलाई मन छ मलाई पढ्न मन लागिरहेको कति स्कलरसिप ओहो ए मलाई अरू त होइन इङ्ग्लिस बोल्न अलिकति कठिनै हुन्छ कि त्यही भएर चाहिँ होइन यहाँ छ यहाँ के चटपटे पाउँछ दिदी चटपटे छ ठिकै छ बुढो फेरि महा क्युआर मात्रै हो नि धेरै खानुपर्छ के तपाईँले खुवाउने क्यासमा त छैन नि महा फेरि त्यही भएर यहीँ खाऊँ यहाँ चाहिँ क्युआर चल्दैन होला त्यहाँ चल्छ कि क्युआर जाउँ त ल तल आयो भने बस्छ नि एकछिन स्टुडेन्टहरू नबसे को बस्छ त हो भने होइन पालो आयो भने बस्दै गर्नु होला गाइस हामी खाजा खाएर आउँछौँ हामीलाई पनि भोक लाग्यो बिहानदेखि खाजा खाएको छैन गाइस होइन खाजा त खाएँ तर खाना खाएको छैन आज हिजो चाहिँ हामी लगभग 11 बजे बेलबारी आइपुगेका थियौँ 11 बजे आएर अनि त्यतै बस्यो त्यतै बसेर अहिले एकैचोटि हामी डाइरेक्ट घर पुगेर रुम पुगेर ठ्याक्क फर्की मात्रै हालेको रुम के अरे घर ठ्याक्क घर गयो कपडा चेन्ज गऱ्यो फर्किहाल्यो त्यही हो हाम्रो होइन यहाँ छ त ओके गाइस अब चटपटे खाने हामी गाई चटपटे चाहिँ एकदम धेरै मिठो रहेछ होइन मदन सरले केही लिनु भएन ज्वरो आएको कारणले बिरामी भएको कारणले ठिकै छ चटपटे एकदम धेरै मिठो छ होइन भोक पनि लागेको छ लास्टै अनि हाम्रो साथी बसिरहेको नि दुईवटा मदन सर गरिनु भयो हो कति तोलाको मदन सर घाँटीको 10 तोला है गिफ्ट दिनु न यार बर्थडे आउँदैछ मेरो गिफ्ट दिनु न बर्थडे आउँदैछ ओके गाइस मदन सरको तर्फबाट चाहिँ चाँदीको एउटा गिफ्ट फिक्स भएको छ हामीले चाहिँ खाएर आइसकेका छौँ हाम्रो मदन सर र मैले चाहिँ खाजा खाएर आइसकेका छौँ हामी यही स्कुलमा छौँ अहिले होइन तिमी पनि नाच्ने हो नाचेन ननाच्ने भनेको होइन कि तर तिमी पनि नाच्ने हो भन्नु सक्यो नमस्ते नमस्ते तिमी कहाँ थियो उर्लाबारीमा देखाएको थियो तिमीलाई होइन उर्लाबारी नै छौ तिमीलाई त झन् देखिहाल्दैन होइन उर्लाबारी तिम्रो बहिनी हुन् आफ्नै बहिनी ओ अलराउन्डमा के अरे सरी रोजीमा सिक्छिन् होइन
म डान्सरलाई त सबै याद गरेर हुन्छु नि त। ओके मदन सर बाहिर जानुभएको छ होइन, अब एकछिन हुन्छ त्यो अडिसन भइरहेछ है। हाम्रो चाहिँ अहिले यहाँ सकिसकेको छ होइन। यहाँ सुमन सर हुन्छ। हेलो सुमन सर नमस्ते। मलाई कहिले पनि चिनाएन त के चाहिँ उहाँ कुन डान्स स्टुडियो रहेछ भनेर। होइन भर्खर भर्खर हो नि त। म बुढो भएको भन्दैछु। हजुर बुढो होइन मतलब भर्खर भर्खर सुरु भएको नि त त्यही भएर। हेलो मदन सर ल अल द बेस्ट। ए हो म त बाहिर जाने हो कि भनेर नि। ठिक छ हाम्रो यहाँ सुमन सर हुनुहुन्छ। हजुर हजुर यस एकदम म एकछिन खै उहाँको भ्लगमा आउँदाखेरि एकदमै प्रमोद प्रस्तेश सरको भ्लग प्रमोद बस्दैन हो त। प्रमोद भ्लगमा आउँदाखेरि म एकदम खुसी मिलेको छ। सबैले सब्सक्राइब गरिदिनु होला सुमन योगीको युट्युब च्यानलमा गएर। हस् गाइज धन्यवाद। सब्सक्राइब गरिदिनु होला, केही छैन। ठिक छ ओके आई एम ह्याप्पी। सेम हो सुमन सर। ओके गाइज अहिले निन्द्रा लाग्नु थालिसक्यो मलाई त पुरै होइन। मदन सर निन्द्रा लाग्नु थालिसक्यो। हिजो बेलुका सुता ढिलो भयो होइन, बाइक कुदाइ ढिलो भयो। हिजो त आधी दिनभरि बाइक कुदाइयो होइन। अर्को च्यानल छ भ्लगहरू पनि हेर्न सक्नुहुन्छ होइन। त्यो चाहिँ अहिले हामी चाहिँ टक्क यो के भन्छ हिमज्योतिमै छु मैले पनि। अब हामी चाहिँ जाने बेला भयो। टक्क बाइकमा जाने हो गाइज होइन। बाई।